राष्ट्रिय परिचय पत्र बैंकमा अपडेट गर्नु भएन भने तपाईको बैंक खाता बन्द हुन सक्छ। के यो खबर साँचो हो त? सामाजिक सञ्जालमा अहिले यही कुरा भाइरल भइरहेको छ। तर वास्तविक नियम के हो अन्तिमसम्म सुन्नुहोला, नत्र तपाईँ पनि भ्रममा पर्न सक्नुहुन्छ। मुख्य कुरा, नेपाल राष्ट्र बैंकले बैंक खातावालाको राष्ट्रिय परिचय पत्र सम्बन्धी विवरण अद्यावधि गर्ने व्यवस्था गरेको छ। राष्ट्रिय परिचय पत्र प्राप्त गरिसकेका नेपाली नागरिकको हकमा 2083 असोज मसान्तभित्र बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर लिएका विवरण अद्यावधि गर्नुपर्ने व्यवस्था छ। तर ध्यान दिनुहोस्, राष्ट्रिय परिचय पत्र अपडेट नगरे असोजपछि बैंक खाता तुरुन्तै बन्द हुन्छ भन्ने हाला सही होइन। राष्ट्रिय परिचय पत्र नलिएका ग्राहकलाई तत्काल बैंकिङ सेवाबाट वञ्चित गर्ने होइन, उनीहरूलाई राष्ट्रिय परिचय पत्र बनाउन, केवाइसी विवरण अद्यावधि गर्न बैंकले एउटा निश्चित अन्तराल दिन सक्छ। त्यसो भए तपाईले के गर्ने त? यदि तपाईसँग राष्ट्रिय परिचय पत्र छ भने आफ्नो बैंक खातामा एनआइडी वा एनआइडी नम्बरको विवरण अद्यावधि गराउनुहोस्। बैंकले मोबाइल एप, शाखा वा अन्य माध्यमबाट सूचना दिएको छ भने व्यवस्था नगर्नुहोस्। तर हल्ला सुनेर डराउनु पर्ने आवश्यकता छैन। याद राख्नुहोस्, एनआइडी सम्बन्धी सम्पूर्ण विवरण अपडेट गर्नु महत्त्वपूर्ण छ, तर अपडेट नगरेपछि तुरुन्तै बैंक खाता बन्द हुन्छ भनेर फैलाइएको हल्लामा विश्वास नगर्नुहोस्। यस्ता महत्त्वपूर्ण सूचना पाउन भिडियो सेयर गर्नुहोस् र पेजलाई फलो गर्नुहोस्।